मेरो ब्लगमा तपाईँ हजुरलाई स्वागत छ ल सोनामजी ओके भनिदिनुहोस् होइन त्यस्तै छ गाह्रो छ नुन कडा रहेछ क्या चटपटेमा नुन कडा छ हो करेन्ट चाउदाको स्वाद आउँछ त दाइ हजुर त्यस्तै लाग्यो मलाई के भयो हामी हिँड्न नसक्ने मान्छे जति हामी बिस्तारै बिस्तारै पछाडि पर्दैछौँ हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल। सो आजको भ्लगमा तपाईँहरूलाई स्वागत गर्दै मेरो दिनको सुरुवात भइसकेको छ र यति बेला म छु म जगडी जाँदै गरेको आज 29 गते साकेला नाच्नलाई हामी चाहिँ जाँदैछौँ। हामी तलैबाट आयो आउनु होइन पुग्नु न तलबाट आएको हामी यहाँ आएर चाहिँ यहाँनिर यसो चिसो चिसो खाएर चाहिँ बसिरहेको छौँ। कहाँ हो भन्दाखेरि यदि बुझ्न चाहनुहुन्छ भने यो चाहिँ म जगडी डाँडा जाँदै अनि उकालोमा हामी सबै केटाकेटीहरूसँग जाँदैछौँ। हाम्रो नाम स्याम। हेलो नाम स्याम। हेलो मिचु। हेलो गलो तिमी थाक्यो? मान्छेहरू आउने क्रम जारी छ। हामी चाहिँ अलिअलि भएको इनर्जी पनि यति बाटोमा एन्जलसम्म हाम्रो सक्ने लाग्यो हो है। दिइरहेछ फ्रुटी अहिले जम अरे खाइसकोस् न पहिला खाउ खाउ ल। हेलो हेलो हाम्रो पसिनाले बिजोक बनायो। घामले फेरि त्यस्तै लागिरहेको छ। हामी चाहिँ उकालोमा भाइहरू बोकेर धमाधम जाँदैछु। अब हामी चाहिँ केही समय पछाडि हामी ठ्याक्कै यो साकेला नाच्ने ठाउँमा पुग्न लागिरहेको छौँ। अनि मेरो भाइ चाहिँ माथि मिलनहरूले बोकेर माथि पुऱ्याइराखेको छ। अनि हामी निस्किँदैछौँ यति बेला। अनि अब गएर पनि खोइ के नाच्न सकिन्छ होला र त्यही पनि यसो रमिता हेर्ने है मम्मी छु। यस्तो उकालो छ है। अनि केटाकेटीहरू पनि छ गाह्रो हुन्छ नगर न। मेरो क्यामेराको झन्डै लेन्स ए गुनललाई मैले चिने जस्तो लाग्यो। हामी हिँड्न नसक्ने मान्छे जति हामी बिस्तारै बिस्तारै पछाडि पर्दैछौँ। हिँड्नु नसकेको भन्नु मिल्दैन। हामी केटाकेटीहरू लिएर हामी हिँड्नुपर्छ। उनीहरू गल्छ बिसाउँदै हिँड्नुपर्ने हुन्छ। घरि तिर्खा लाग्छ, घरि चिसो खुवाउनु पऱ्यो, घरि गल्यो भने चाहिँ बिसाउनु पऱ्यो। त्यही भएर हामी खासमा हामी नजाने मान्छे पनि हो। केटाकेटीको लागि तिमीलाई चाहिँ नल्याउनै पर्ने थियो। आज तिमीलाई लिएर ठुलो गल्ती गरेँ मैले। केटाकेटी खुसीको लागि हिँडेको हेर त। यस्तो बाटो हुँदै हामी गन्तव्यमा हामी लगभग पनि पुग्न लागिसक्नु लाग्यो। मसँग अघि मलाई दिएको होइन बारु। हामी यस्तै त हो नि ब्रो। करेन्ट चाउदाको स्वाद आउँछ त दाइ हजुर त्यस्तै लाग्यो त मलाई। के भयो यो ताना त सोल्टी त पात। स्वादिलो छ।
नि त हाम्रो त पुग्यो यार बढियो चटपटी अलिकति खाइदिन्छु म पनि होइन यो चटपटी हो के हो यस्तो नुलन ओए ओए पानीपुरी खाने ल एउटा खान्छ चटपटी त्यो के खालको त्यस्तो खाने अझै भाइ माइक बिग्रेको हुनाले चाहिँ एकदम बोल्नै पाएन खत्तम भयो माइक चाहिँ चुटिएछ घरमा हिँड्ने बेलामा हेरिएन हिँड्ने बेलामा चाहिँ हेरिएन कि माइक अनि हतार माइक लगाएर हिँडेको माथि आएर चेक गर्दाखेरि चाहिँ चुटिराखेको रहेछ अनि माथि आएर केही नबोली यस्तो अलिअलि चिनाहरू मात्र लगाउने विचार गर्दैछु यति बेला चाहिँ यहाँनिर भव्य साथीलाई भइरहेको छ आउने क्रम नै धेरै छ जाने क्रमभन्दा पनि सुन्नु चाहिँ यहाँ भाइ पानीपुरी खाने अरे अनि पानीपुरी खुवाउनलाई यहाँ अलिक माथि आएको कि आफू त नाच्नु पनि पाइँदैन होला के हुन्छ भने अब केटाकेटी हेर्नुपर्ने हुन्छ मैले त्यही भएर अलिकति गाह्रो भयो बहिनीलाई चाहिँ तल राख्यो अनि भाइलाई चाहिँ पानीको चाहिँ पुरी मात्र खुवाउनलाई यहाँ लिएर राखेको छु त्यही हो अब सुरु भइ त अघि सकिएको हो साथीलाई सुन्नु चाहिँ दाम नाचिरहेको छ ओके हेर्दै गर्ने होला भिडियो हामी चाहिँ पाखातिर छौँ कति बेला आएको तिमी म भर्खर आएको हले मलाई अलिक यसो अलिक नाच्नु भयो र नाचिन भर्खर आएको नि आज हामीले चाहिँ खासमा नाच्नु चाहिँ पाइँदैन किनभने नि हजुर उता एउटा मेरो भाइ छ यहाँनिर चाहिँ अलग्गै पानीपुरी रहेछ नर्मल रहेछ ओके मेरो भ्लगमा तपाईँ हजुरलाई स्वागत छ ल सोनामजी ओके भनिदिनुहोस् होइन यस्तो छ गाह्रो छ नुन कडा रहेछ क्या चटपटेमा नुन कडा छ कस्तो छ खोइ झोल माग्दिन्छु म यहाँ झोल दिनु त